हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। अनि हामी चाहिँ यहाँ अहिले कहाँ भन्दाखेरि हरियो खड्कामा छौँ। इभिनिङ वाकिङ गर्दै यत्तिकै झ्याउ लागेर घर बस्न, अनि त्यही भएर हामी चाहिँ यसो खुट्टा तान्दिउँ न त भनेर अनि हामी चाहिँ यहाँ हरियो खड्का हस्पिटलभित्र छौँ अहिले चाहिँ। अनि यता छोरी छ, यता म छु, अरू साथीहरू नि छ, सबै आफ्नो तालमा छ, टिकटक गराउँदैछ। यहाँ चाहिँ धेरै घुम्न आउँछ कि यत्तिकै बाहिरी मान्छे पनि आउन पाइन्छ। खास त हस्पिटल हो के अरे, तर जो नि आउन पाइन्छ यहाँ घुम्नलाई। जे होस् शान्त छ के अरे, राम्रो छ कि घुम्नको लागि, हामीलाई पनि यत्तिकै खुट्टा तान्नको लागि पनि राम्रो छ यहाँ। अनि त्यही भएर प्रायः मान्छे यहाँ आउँछन् कि यताको मान्छेहरू, यही वरपरको मान्छेहरू खुट्टा तान्नलाई। अनि त्यही भएर म पनि घर बस्दा झ्याउ लागेर आएको खुट्टा तान्न। गाइस केही नि हुन्न, त्यही हो। अनि झ्याउ लाग्यो अनि यसो हिँड्दा यसो भिडियो स्टार्ट गरिदिउँ न त भनेर नि मैले भिडियो स्टार्ट गरिरहेको छु। के कस्तो हुन्छ लास्टसम्म हेर्दै राख्नु होला, म नि बिचबिचमा क्लिक गर्दै राख्छु। अनि त्यही हो, यहाँ चाहिँ धेरै घुम्न आउँछन् बाहिरी मान्छे पनि, हस्पिटलको मात्र होइन अरू मान्छे पनि घुम्न आउँछ यहाँ चाहिँ एक्स्ट्रा। त्यही हो, देख्न सक्नुहुन्छ हरियो खड्का यहाँको, यहाँ नयाँ गाउँ ट्याक्क लाएर यता देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् मेरो छोरी दौडेको नि त। यहाँ खासै गाडी नि आउँदैनखेरि यो भित्र है हस्पिटल एरिया हो नि त यो त भित्र। दौडेछ आफ्नै मन खुसीले। केटाकेटीहरू यहाँ पुरा एक्सर्साइज गर्छ है, टन्नै छन्। हाम्रो ग्रुप कता गयो त नि, गाइजहरू कता हराए तिनीहरू। यस्तो दामी छ कि दामी हरियो खड्का यो हस्पिटल है, हस्पिटल यहाँ है गाइज। सबै पाइन्छ, सबै गरिन्छ यहाँ। दामी मान्छेहरू एक्सर्साइज नि गर्छ। यो सबै हस्पिटल हो, यहाँ भर्ना भएर बसेको हुन्छ कति मान्छेहरू, कति महिनासम्म। त्यही भएर मान्छेहरू यहीँ काम गर्नु पनि होला, सायद यहीँ बस्नु पनि होला। एक्सर्साइज यस्तो छ यहाँको। कता गयो पुकुली? मेरो छोरी उहाँ गएर पाङ्ग्रा रिगाउँदैछ हो। के को पाङ्ग्रा रिगाएको होला है, सकि नसकी। के को पाङ्ग्रा रिगाएको तिमीले, सकि नसकी बेबी? हेर ल हेर। ओहो मेरो छोरीको काम गाइस। एक्सर्साइजमा जाऊँ न मम्मी, एक्सर्साइजमा जाऊँ भनेको थियो, त्यस्तो गर्न रहेछ र पो। ल एक्सर्साइज गर नि त, ल एक्सर्साइज मम्मीले भिडियो गरिदिन्छ तिमीलाई, एक्सर्साइज गर त ल। ओहो अहिले त खुट्टा पस्छ है, राम्रोसित गर, फेरि खुट्टा पस्छ के, राम्रोसित गर है। गाइस अब मेरो छोरी चाहिँ त्यहाँ एक्सर्साइज सकेर पनि फेरि कता दौडेछ है। हेर्नुहोस् है, आफ्नो मन खुसी छ, ग्राउन्डमा आफ्नो मन खुसी छ है, कता जान मन लागेछ। घुसुरी देखेछ नि त त्यहाँ, त्यही भएर जान लागेको होला क्या कि, घुसुरी देखेर जान लागेको होला कि। घुसुरी चिसो छ, पानी परेको थियो अघि चाहिँ, अहिले चाहिँ बिसाएको छ यता पानी। घुसुरी खेल्ने भनेर गएको होला पक्का नि। घुसुरी खेल्ने ठाउँ त चिसो छ होला बेबी। के खेल्छ? ओहो चिसो छ होला नि घुसुरी खेल्ने ठाउँ त है। हेरौँ त, आऊ त, चिसो छ कि कस्तो रहेछ। ढाबै ढाक हुने रहेछ, यस्तो चिसो रहेछ, खेल्नै मिल्दैन बेबी, चिसो रहेछ। चिसो छ यहाँ, पानीको ताल छ, यस्तो चिसो चाहिँ हुँदैन गाइस। ओहो कति मजा हो, फ्रीमा जे खेल्न नि पाइयो फ्रीमा। ल गाइस पछि भेटौँला फेरि। छोरीले यहाँ के खेलेछ।
गाइस यहाँ चाहिँ एक्सर्साइज भइरहेको छ इभिनिङ एक्सर्साइज है यहाँ फेरिको माल सदुपयोग गरम है गाइजहरू ट्याङ 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 ए पुकुले अहिले तेरो दाँत भाँचिन्छ अरे अहिले त नजानेर दाँत भाँचिन्छ ऊ भाँची बिहा ऊ गाइज हेर्नुहोस् त भाँची बिहा भन्दा भन्दा भाँची भयो मेरो चाहिँ एक्सर्साइज जानी नजाने गाइज बिल्ला नगरमै हेरे बिल्ला नगरमै बिल्ला ए ल कता हो सबै कुरी कुरी हाँस्नु छ लोड छ तिनी पनि हालेर एउटा लोट्यो अब तिमी लोट्ने पालो नजाने चाहिँ के गर्ने बाइक भए नि चलाइ चाहिँ बाइकको साखा माने चाहिँ चलाउन नजानेर बुम 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 चलाउन नजानेर बाइक चलाइछु फेरि स्टार्ट गर्दा खुट्टा नजानेर है गाइज यो चाहिँ कसरी हो भने थाहा भएन है यो ल हेर्नुहोस् यस्तरी के एक्सर्साइज गर्ने खतरा है पाङ्ग्रा रिङाउँदै गर्दै यता बुढी आमा सब एक्सर्साइज गर्दैछ ए पुकुली झट्टिलिस है त पनि फेरि नराम्रो तरिकाले फेरि खिचे खाँदै ल अरे अलिक झट्टेलाई फेरि नजानेर फेरि यता नि फेरि अवस्था भयो क्या आमालाई गरेर बुढी आमा नि ओहो धन्न यहाँ यति रहेछ र सजिलो भएको छ मान्छेहरूलाई कम त सजिलो भा खुट्टा तान्दै आयो यहाँ आयो बस्यो रेस्ट गर्यो ट्याक्क लाएर एक्सर्साइज गर्न मन लागेकोले गर्यो मन नलाएकोले हेरेर बस्यो आनन्द छ ए त्यसरी पो रहेछ अघि हामी भटभटे चलाएको त त्यसरी पो रहेछ नजानेर कम त भटभटे त चलाएनौँ हामीले यो यसरी पो रहेछ कि गाइजहरू हेर्नु कम त नजानेर हामी भटभटे चलाएको होइन अहिले त यो आमाले त यो फ्याट लोजा फ्याट खतरा कि यसरी पो गर्ने रहेछ हामी त अघि त नजानेर ए भगवान् पाकेर पाउरोटी भन्ने स्कुटी थकै लाएर गाइस अघि नजानेर के को स्कुटी चलाउँदै बसेको नि के को अब काशी डनको पालो आयो है गाइस हेरौँ है अब काशी डनको पालो आइसकेको छ यहाँ अवस्था ए तल बस्ने फेरि उठ्ने तल बस्ने अघि त नजानेर खुट्टाले मजा आयो गाइज ल गाइज अहिले चाहिँ हामी सबै वाकिङ साकिङ इभिनिङको वाकिङ सकिङ हामी भ्याएर अब हामी यहाँ घरतर्फ जाँदैछौँ यता यो देख्न सक्नुहुन्छ म सबै देखाइराखेको छु जिउस कति राम्रो छ कि कति राम्रो आउँछ यहाँ आएर यस्तो भिडियो सिडियो गऱ्यो भने कहाँ आए जस्तो हुन्छ यति राम्रो आउँछ कि यहाँ भिडियोहरू लिँदाखेरि अनि यो चाहिँ कतिले चिन्नुहुन्न होला यो चाहिँ पोखरा हरियो खर्क हस्पिटल हो प्रायः यहाँ छाला सम्बन्धी चेकअप गरिन्छ छाला सम्बन्धी भनेर चिनिन्छ कि यो हस्पिटललाई चाहिँ प्राय तर गर्न चाहिँ सबै गर्छ होला तर मलाई पनि त्यो अलिक थाहा भएन तर छाला सम्बन्धी बारेमा हो भन्ने चाहिँ सुनेको हो मैले नि गर्ल्स मेन चाहिँ यही होला टिकट काट्ने के उहरू गर्ने टोकन लिने टिकट काट्ने मेन चाहिँ यही हो लाइन लगाउने चाहिँ मान्छेहरू अनि यताबाट आइन्छ मूल गेट यता छ मूल गेट
अनि आजको मेरो भिडियो के कस्तो भयो अन्तिमसम्म हेरेर साथ दिनुहोला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला नगरेको जति सबैले भन्दै आजलाई मेरो भिडियो यहीँ इन गर्छु। बाई बाई।